विक्रम सम्मत 2058 जेठ 19 गते रातको समयमा काठमाडौँको नारायणहिटी दरबारमा डिनर पार्टी चलिरहेको थियो। उक्त पार्टीमा राजा वीरेन्द्रको परिवार र नजिकका आफन्त मिलाएर जम्मा 22 जना सामेल थिए। किनभने यो एक शाही परिवारको पार्टी थियो र शाही परिवार र नजिकका आफन्त बाहेक बाहिरको कसैलाई भित्र जाने अनुमति थिएन। राति करिब 8:50 अचानक महलभित्र जुन त्रिभुवन सदनमा पार्टी चलिरहेको थियो त्यहाँबाट पहिलो गोली चलेको आवाज आउँछ। त्यहाँबाट केही पर रहेको सुरक्षाकर्मी र राजाको बडीगार्डहरू केही सोच्नै सक्दैनन्। त्यत्तिकैमा फेरि गोली चलेको आवाज आउँछ र अब यो गोली लगातार चलिरहन्छ। अब महलको सबै सुरक्षाकर्मी त्रिभुवन सदनमा दौडेर जान्छन्। लगातार गोली चलेको आवाज आइरहेको हुन्छ। लगभग 5 देखि 7 मिनटको फायरिङ पछि राति 8:57 दुई सिंगल शट पिस्तोलबाट गोली चलेको आवाज आउँछ अनि यो फायरिङको सिलसिला बन्द हुन्छ। अब महलमा भएको सबै बडीगार्ड र सुरक्षाकर्मी त्यहाँ पुग्छन्। जब उनीहरू भित्र पुग्छन् उनीहरूको होस उड्छ, किनभने पुरै कोठाभरि रगत नै रगत भरिएको थियो। त्रिभुवन सदनको बिलियार्ड रुम जहाँ पार्टी भइरहेको थियो त्यहाँ 11 जना रगतमा लडिरहेका थिए र उक्त 11 मध्येका एक थिए तत्कालीन नेपाली राजा वीरेन्द्र। जब सुरक्षाकर्मी त्यहाँबाट बाहिर गार्डनमा गए त्यहाँ उनीहरूले अरू 3 जना घायल लडिरहेको भेटाए। उनीहरू रानी ऐश्वर्या, राजकुमार निराजन र युवराज दिपेन्द्र थिए। अब सबै घायललाई उठाएर गाडीमा राखिन्छ र तुरुन्तै हस्पिटल लगिन्छ। सबैभन्दा अगाडि राजा वीरेन्द्रको गाडी थियो र त्यसको पछि लगातार अरूको गाडी थियो। धेरै गोली लागेको भए पनि उनको शरीरमा अझै सास पनि चलिरहेको थियो। करिब 12 देखि 15 मिनट पछि नारायणहिटी दरबारबाट 4.5 किलोमिटर पर रहेको छाउनी हस्पिटलमा उनीहरूलाई लगिन्छ। हस्पिटल पुगेको केही समयमा राति 9:15 राजा वीरेन्द्रको मृत्यु हुन्छ। त्यो रात एक पछि एक गर्दै जम्मा 14 जनालाई हस्पिटल लगिएको थियो। 8 जनालाई हस्पिटल पुग्ने बित्तिकै मृत घोषित गरिन्छ, जसमा महारानी ऐश्वर्या, सानो छोरा निराजन अनि राजकुमारी श्रुति, सानो भाइ राजकुमार धीरेन्द्र र उनको बहिनीहरू राजकुमारी शान्ति र शारदा अनि शारदाको श्रीमान कुमार र राजकुमारी जयन्ती थिए। राजा वीरेन्द्रको जेठो छोरो युवराज दिपेन्द्रको उपचार भइरहेको थियो। युवराज दिपेन्द्रलाई टाउकोमा गोली लागेको थियो। 9mm को गोली पछाडिको कानबाट छिरेर अगाडिबाट बाहिर निस्केको थियो। उनी कोमामा थिए र